भारत र नेपाल यो सम्बन्ध केवल दुई देशको सिमानाको मात्र होइन, यो त मनको सम्बन्ध हो, शताब्दीौं पुरानो मित्रता हो। तर आज यही विशेष सम्बन्ध एउटा यस्तो मोडमा आइपुगेको छ जहाँ सङ्कटका बादलहरू मडारिरहेका छन्। आखिर किन र कसरी? आउनुहोस् यसको गहिराईमा पुगेर बुझौं। हिजोसम्म जुन सीमामा खुला आवत जावत र एकअर्काप्रति आत्मीयता थियो, आज त्यहाँ गाडीहरूको लामो लाइन छ, मानिसहरूको अनुहारमा तनाव छ र एक किसिमको असन्तुष्टि देखिन्छ। यो जुन नाटकीय परिवर्तन आएको छ नि, आज हाम्रो चर्चाको केन्द्रबिन्दु यही हो। हामीले सधैँ सुन्दै आएको शब्द हो रुटीबेटीको सम्बन्ध। सुन्दा कति साधारण लाग्छ होइन र? तर यसको अर्थ एकदमै गहिरो छ। यसले दुई देशका जनताको साझा जीवन, सीमापार हुने विवाह र एकअर्काप्रतिको आर्थिक निर्भरतालाई जनाउँछ। र दुःखको कुरा, आज यही सम्बन्ध दाउमा लागेको छ। त्यसो भए यो अवस्था आयो कसरी त? यसको जड नेपालको एउटा नयाँ आर्थिक नीतिमा छ, जसलाई धेरैले एक सोची सम्झी चालिएको राष्ट्रवादी कदमको रूपमा हेरिरहेका छन्। नेपाल सरकारको सोचाइ के देखिन्छ भने अब भारतमाथिको निर्भरता घटाउनुपर्छ र आफ्नै घरेलु बजारलाई संरक्षण गर्नुपर्छ। स्वदेशीलाई बढावा दिने यो लक्ष्य सुन्दा त राम्रै लाग्छ, तर के यस्ता नीतिहरूले सोचे जस्तै परिणाम दिन्छन् त? अब हेर्नुहोस्, नयाँ नियमहरू साँच्चै नै कडा छन्। 100 रुपियाँभन्दा बढीको सामान्य घराइसी सामानमा पनि कर लाग्ने भयो। मोटरसाइकलमा 200 अनि कारमा 600 नेपाली रुपियाँ शुल्क। तर सबैभन्दा डरलाग्दो कुरा त के हो भने, यदि नियम उल्लङ्घन भयो भने सिधै सवारी साधन नै जफत। सोच्नुहोस् त, यसले आम मानिसको दैनिक जीवनमा कति ठूलो असर पार्यो होला। नेपालको यो कर नीतिको तनाव त छँदै थियो, त्यसमाथि अर्को एउटा निर्णयले त झन् आगोमा घिउ थप्ने काम गर्यो। यो एउटा यस्तो घटना थियो जसको कसैले सायद अपेक्षा पनि गरेको थिएन, र यसले सीमाको तनावलाई एकाएक चरम बिन्दुमा पुर्याइदियो। कल्पना गर्नुहोस् त, एकै रातमा डिजलको भाउ 33 रुपियाँले बढ्यो। हो, 33 रुपियाँ प्रति लिटरले। यो अप्रत्याशित मूल्यवृद्धि नै सीमापार इन्धन सङ्कटको मुख्य कारण बन्यो। यसको असर तुरुन्तै देखियो। सस्तो तेलको खोजीमा नेपाली ट्रक, बस, कार सबैको भिड भारतीय पेट्रोल पम्पहरूमा उर्लियो। अवस्था यस्तो बन्यो कि उत्तर प्रदेशको नौतन्वा जस्ता सीमावर्ती सहरहरूमा भारतीयहरूले नै तेल पाउन छाडे। अब यस्तो अवस्थामा भारत चुप लागेर बस्ने कुरा पनि भएन। आफ्ना नागरिकहरूको समस्या देखेपछि भारतले पनि तत्कालै र निकै कडा जवाफी कदम चाल्यो। भारतको जवाफ एकदमै स्पष्ट र कडा थियो। नौतन्वा प्रशासनले नेपाली सवारी साधनका लागि इन्धनको कोटा नै तोकिदियो। मोटरसाइकललाई जम्मा 3 लिटर, कारलाई 10 लिटर र ट्रकलाई 20 लिटर। यो एक किसिमको सन्देश थियो कि भारत आफ्नो हितको रक्षा गर्न पछि हट्दैन। यति मात्रै होइन, केही पेट्रोल पम्पहरूमा त नेपाली गाडीहरूलाई 200 रुपियाँभन्दा बढीको तेल दिनमा नै रोक लगाइयो। यसले देखाउँछ कि भारतले यो अवस्थालाई कति गम्भीर रूपमा लिएको थियो। तर हरेक क्रियाको प्रतिक्रिया हुन्छ होइन र? अब यो कथाले अर्कै मोड लिन्छ। नेपाल सरकारको यो कदम उसैका लागि भारी पर्न थाल्यो र असन्तुष्टिको ज्वाला अब नेपालभित्रै दन्किन थाल्यो। यो नीतिको सबैभन्दा ठूलो मार मध्य प्रदेशका जनतालाई पर्यो, किनकि उनीहरूको त जीवनै भारतसँगको खुला सिमानामा टिकेको छ। त्यसैले उनीहरूको आक्रोश सडकमा पोखियो, जसले सरकारमाथि ठूलो दबाव सृजना गर्यो। एक स्थानीय बासिन्दाको यो भनाइले त्यहाँको पीडालाई छर्लङ्ग पार्छ। उनी भन्छन्, हामी वर्षौंदेखि भारतबाट सस्तो सामान ल्याएर गुजारा गर्थ्यौं। अब साना साना कुरामा पनि कर तिर्नुपर्छ। सरकार हामीलाई भोके मार्न चाहन्छ। यो कुनै राजनीतिक भाषण होइन, यो त पेटको पीडा हो। यो विरोध केवल जनतामा मात्र सीमित रहेन। नेकपा एमाले, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जस्ता देशका प्रमुख दलहरूले पनि सरकारको नीतिको खुलेरै आलोचना गरे। उनीहरूको साझा तर्क थियो, भारत नेपाल सम्बन्ध व्यापारिक मात्र होइन, पारिवारिक हो र यो करले सबैभन्दा गरिबलाई मार्ने काम गरिरहेको छ। अब यो मुद्दा सीमाको मात्र रहेन, यसको असर त्योभन्दा धेरै परसम्म देखिन थालेको छ, जसले दुवै देशको भविष्यमाथि नै प्रश्न खडा गरेको छ। सङ्कटको असर सीमाको अर्को छेउमा भारतमा पनि देखिन थालेको छ। त्यहाँका व्यापारीहरू चिन्तित छन्, किनकि उनीहरूको अधिकांश व्यापार नेपाली ग्राहकहरूमा निर्भर छ। उनीहरूलाई डर छ, यदि नेपालीहरूले किनमेल गर्न छाडे भने उनीहरूको रोजीरोटी नै सङ्कटमा पर्नेछ।
र यो असर सीमामा मात्रै सीमित रहने छैन। यसको तरङ्ग दिल्ली र पटनाका ठूला थोक बजारसम्म पुग्न सक्छ, जसले किरानादेखि कपडासम्मको पूरै आपूर्ति श्रृङ्खलामा नै खलबली मचाउन सक्छ। यो एउटा स्पष्ट चेतावनी हो कि आर्थिक नीतिहरूको असर अन्ततः आम मानिसले नै भोग्नुपर्छ। त्यसैले आज सीमामा शान्तिको होइन, प्रश्न र अनिश्चितताको लामो लाइन छ। अब सबैभन्दा ठूलो प्रश्न यही हो, के नेपाल आफ्नो नीतिबाट पछि हट्ला वा यो टकराव अझै गहिरिएर जानेछ? भारत-नेपाल सम्बन्धको भविष्य सायद यही प्रश्नको उत्तरमा लुकेको छ।